सेप्टेम्बर 9 यानि कि भाद्र 24 गते भ्रष्टाचार विरुद्ध भएको जेन्जी आन्दोलनको केही हुल रवि लामिछाने भएको नक्खु कारागार पुग्छ। त्यस हुललाई प्रहरीले दमन गर्न नसक्ने भएपछि त्यहाँबाट रवि लामिछाने निस्कन्छ। रवि लामिछाने निस्किएका केही समयपछिबाट नै उनलाई पुनः जेलमा फर्कन दबाब आउन थाल्छ। नयाँ पुस्तालाई साथमा लिएर देश बनाउँछु भन्दै आएका रविमाथि नै तीन नयाँ पुस्ताले अनेकौं प्रश्न र विरोध गर्दै थिए। धेरै दबाबपछि रवि लामिछानेले फेसबुक पोस्ट मार्फत आफू निस्किन नचाहेको तर कारागारले जबरजस्ती निकालेको कुरा प्रश्न गर्छ। कारागारबाट मैले निस्किन चाहेको होइन, भीड बढेपछि कारागारले मलाई जबरजस्ती बाहिर निकालेको हो। मैले बिना तर पनि उनीमाथि दबाब बढिरहन्छ र उनी आफ्नो जन्मदिनको दिनमा नै नक्खु कारागार फर्कन्छन्। रवि नक्खु कारागार फर्केको एक दिन पछि नै 14 सेप्टेम्बरमा सुमना श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजीनामा दिन्छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थनमा सरकार रहेको बेलामा शिक्षा मन्त्री बनी यसै पार्टीमा सहमहामन्त्रीको समेत भूमिका निर्वाह गरिसकेकी सुमना श्रेष्ठ रासोपाले पार्टी भन्दा माथि नेता राखेको र अरूले गरेको गल्तीको बोझ समेत पार्टीले बोकिराख्नु परेको भन्ने आरोप लगाउँदै पार्टीबाट राजीनामा दिन्छन्। तर रासोपाले आफ्नै सदस्यताबाट आलोचना पाएको यो पहिलोचोटि भने थिएन। यसअघि नै आलोचना गरेका पार्टीका संस्थापक महामन्त्री मुकुल ढकाललाई रासोपाले पार्टीबाट निष्कासन गरेको थियो र यसबाट धेरैले रासोपालाई पनि पुरानै दल जस्तो आफ्नो आलोचना सुन्न नसक्ने पार्टीको रूपमा चित्रण गर्न थालेका थिए। त्यसैसँगै 2079 को प्रतिनिधि निर्वाचनमा प्रत्यक्षतर्फ निर्वाचित हुनेलाई सचिवालयमा मनोनित गर्ने मापदण्डभित्र दोषीमा पर्दा पनि उनको पार्टी विरोधको धारणाले गर्दा नै उनी सदस्य बनिनन्। र यी सबै कुराहरूलाई हेर्दा हामी सबैको मनमा एउटा प्रश्न पक्कै पनि आउँछ, कुनै समय सूर्यको किरण झै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी कतै अहिले आफ्नै छायाको अन्धकारमा हराइराखेको त होइन? र आज हामी यसै प्रश्नको नजिक पुग्ने प्रयास गर्नेछौँ। कुरा गरौँ राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना र यसको उदयबाट। 2079 साल वैशाख 30 गते भएको स्थानीय तहको चुनावमा काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेद्वार बनेका बालेन्द्र शाह, धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेद्वार बनेका अर्क साम्पाङ र धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेद्वार बनेका गोपी हमालको जितलाई ग्यालेक्सी 4K टेलिभिजनबाट सिधा कुरा कार्यक्रम चलाइराखेका रवि लामिछानेले नजिकबाट निहालिरहेका थिए। जनताले परिवर्तन चाहेको कुरा प्रष्ट बुझेका रविले आफू पनि राजनीतिमा आउने निर्णय गर्छन्। मिठा भाषण तर फुस्रो सर्भिस दिने केही थान अनुहारहरूबाट वाक्क दिक्क भएका नेपाली जनताहरू यस कुराबाट खुसी नै देखिन्थे। रविले पार्टी खोलेर राजनीतिमा आउने घोषणा गरेसँगै पुराना दलका नेताहरूले उनको पार्टीलाई स्पष्ट दिशा नभएको, विचारधारा नभएको र नीति नभएको पार्टीको रूपमा आलोचना गर्न थालिसकेका थिए। तर यही आलोचनाको बीचमा नै विक्रमसम्म 2079 साल असार 7 गते रवि लामिछानेले रासोपाको घोषणा गर्छन् र पुरानो दलहरूको हुलमा परिवर्तनको नयाँ झिल्को बोकेर आएको रासोपाले नेपालको हालसम्मकै राजनीतिक इतिहासमा नै पहिलो पटक कुनै पार्टी स्थापना भएको 5 महिनामा नै देशको चौथो ठूलो राजनीतिक दलको रूपमा आफूलाई स्थापित गर्न सफल हुन्छ। रासोपाले आफ्नो स्थापना कालदेखि नै अब आउने 5 वर्ष प्रतिपक्षमा बस्ने भन्दै ब्रान्डिङ गर्दै थियो। तर रासोपाको यो ब्रान्डिङ धेरै समय टिक्न भने पाएन। निर्वाचनको नतिजा आएसँगै माओवादी र एमालेको गठबन्धनमा रासोपाले पनि समर्थन जनायो, जसबाट पार्टीका सभापति रवि लामिछाने उप प्रधानमन्त्री तथा गृहमन्त्री बन्न सफल भए। पुराना दल र तिनको नेतृत्वको खेदो खन्ने भन्दै आएको रासोपा नै तिनै पार्टीसँग गठबन्धन गर्न गएपछि रासोपाको व्यापक आलोचना हुन थाल्यो र यही निर्णय नै रासोपाको अझसम्म सबैभन्दा गलत निर्णय भएको कुरा धेरै राजनीतिक विशेषज्ञहरू बताउँछन्। र यस कुरामा जनताले किन पनि चासो देखाएका थिए भन्दा उनी गृहमन्त्री रहेको बेला उनी विरुद्ध अमेरिकाको नागरिकता त्यागेर फेरि नेपाली नागरिकता नलिएको र पहिलाकै नागरिकता देखाएर निर्वाचन आयोगमा दल दर्ता गरेको आरोप समेत लागिरहेको थियो। र यसै बीचमा नै सर्वोच्च अदालतले रविलाई नागरिकता विरुद्धको मुद्दामा दोषी ठहर गर्छ, जसबाट उनले सांसद र गृहमन्त्री दुवै पद गुमाउनु पर्यो। पछि उनले नागरिकता पुनः प्राप्त गरेपछि गृहमन्त्रीको पद पुनः पाउने माग राख्छन्। तर सरकारले रविलाई पुनः गृहमन्त्री पद दिन अस्वीकार गरेपछि सरकारमा आफ्नो समर्थन राख्दै रासोपाले सरकारबाट बाहिरिने निर्णय गर्छ। नागरिकता कसुरमा दोषी ठहर भइसकेपछि प्रचण्डले रासोपाबाट रवि बाहेक अरूलाई गृहमन्त्री बनाउन तयार रहेको समाचार बाहिरी राख्दा पनि उनले आफू बाहेक अरूलाई त्यस पदमा पुर्याएन, जसले उनको व्यक्तित्ववादी सोचलाई जनता सामु छर्लङ्ग पारिदियो। यहाँसम्म आइपुग्दा उदाएको रासोपामा दाग देखिन थालिएको हो कि भन्ने प्रश्न सतहमा आउन थाल्यो। तर विक्रमसम्म 2080 वैशाख 10 मा चितवनमा भएको उपनिर्वाचनबाट रविको जितले फेरि जनताको यो सोचलाई गलत साबित गर्यो। 5 वर्ष प्रतिपक्षमा बस्ने भन्दै आइराखेको रासोपाको अध्यक्ष नै त्यसपछि पनि गृहमन्त्रीको पोस्टमा अडिग बनिराखे। उनी दोस्रो पटक गृहमन्त्री बन्न सफल भए। तर त्यसपछि रवि लामिछानेमाथि सहकारी ठगी सम्बन्धी अपचलनमा मुद्दा पर्यो। यसैसँगै रविलाई पनि पुरानै नेता र रासोपालाई पनि पुरानै दलसँग तुलना गर्न थालिसकिएको थियो। त्यसपछि उनीमाथि निरन्तर सहकारी रकम अपचलन सम्बन्धी मुद्दा चलिराख्यो। रवि धरौटी तिरी निस्कने र फेरि अर्को कारागारमा बस्ने प्रक्रिया निरन्तर चलिरह्यो र अहिले पनि उनी नक्खु कारागारमा आफ्नो रिहाईलाई गुर्दै बसिराखेका छन्।
हालको अवस्थालाई हेर्दा रवि लाम्छाने सहकारी प्रकरणमा दोषी ठहरिए भने रासोपाको पतन निश्चित देखिन्छ, जसले रासोपा भित्र भएका केही आशा लाग्दा नेताहरूको पनि पतन गराउने कुरा निश्चित छ। सत्तामा बसेको बेलामा राजनीतिक नियुक्तिमा भागभण्डा खोजेको भनेर रासोपाको समेत आलोचना भइसकेको थियो। त्यस यता रासोपा विभिन्न विवादमा तानिने रह्यो। पनि रासोपा सभापति रवि लामिछानेको विकल्पमा जाने कि नजाने अन्यलमा रुमालिरहेको छ। शिरमा मुद्दाको भारी बोकेका सभापति बोकेर कतिन्जेल पार्टी चल्ने भन्ने विषयलाई लिएर रासोपा भित्र नै चर्काचर्की परेको कुरालाई अवलोकन गर्न सकिन्छ। त्यसपछि पार्टीको तेस्रो स्थापना दिवसको दिन पारेर जुन 21 पट राष्ट्रिय स्वतन्त्र पार्टीले रवि विरुद्ध राजनीतिक हस्तक्षेप भएको भन्दै हस्ताक्षर अभियान सुरु गर्छ, जसमा सेलिब्रिटी नेतादेखि जनताहरूको बाक्लो उपस्थिति थियो, जसले जनताको रासोपाप्रतिको विश्वास अझै छ है भन्ने कुरालाई केही हदसम्म प्रश्न गरेको थियो। तर फेरि त्यसको लगतै भयो जेन्जी प्रोटेस्टबाट रवि जेलबाट निस्किएसँगै नयाँ पुस्ताले गरेको विरोधलाई हेर्दा र पार्टीका सदस्यहरूले नै पार्टी र पार्टीको नेतृत्व गर्ने व्यक्तिमा विभिन्न आरोप लगाइरहेको देख्दा फेरि रासोपाको भविष्य अन्धकारको बाटो पछ्याउँदै गएको त होइन भन्ने प्रश्न पैदा भएको छ। र अब यसको उत्तर खोज्न हामी फागुन 29 मा हुने निर्वाचनको नतिजासम्म कुर्नुपर्ने हुन्छ। तपाईको यस पार्टीप्रतिको धारणा के छ? हामीलाई कमेन्टमा भन्न नभुल्नुहोला र यस्तै खालको कन्टेन्टको लागि हामीलाई सब्स्क्राइब गर्न पनि नभुल्नुहोला।